डमरुको खास कुरा के हो भन्दाखेरि डमरु चाहिँ कछुवाको दुईटा ढाड जुन हुन्छ नि उठेको त्यो दुईटा ढाड उल्टोबाट जोड्नुपर्छ। जोडेर त्यसको भित्रपट्टि जुन पछाडिपट्टि खोक्रो हुन्छ नि त अब दुईतिर त्यो खोक्रोमा चाहिँ भ्यागुतोको छाला मर्नुपर्छ अनि मात्रै डमरु बन्छ होइन। वास्तविक डमरु चाहिँ त्यो हो। अहिले चाहिँ त्यो कमर जस्तोमा हाडको कछुवाको हाड हालेपछि तान्त्रिक हुन्छ भन्छ नि त्यो गलत बुझाइ हो होइन। तन्त्र त के गर्छ कसो गर्छ मलाई थाहा छैन। तर कछुवा चाहिँ गर्नुपर्छ भ्यागुतोको छाला मर्नुपर्छ। किन मर्नुपर्छ भन्दाखेरि भ्यागुतो पनि पानीमा ब्रिड गर्छ एकदम साउनमा एकदमसँग। एम्फिबियन पनि हो उभयचर पनि हो। कछुवा पनि साउनमै त्यो एकदम चम्किन्छ त्यसको ब्रिडिङ हुन्छ र त्यो पनि उभयचर प्राणी नै हो होइन। अनि त्यसमा चाहिँ अहिले मकै अथवा भेरगाउनुको गेडा जड्छन् होइन। त्यो जोड्नुपर्ने भने क्रिस्टल हो जसलाई हामी इउँ भन्छौँ इउँ जोड्नुपर्छ होइन। जडेर अनि त्यसलाई बजाउने हो होइन बजाउने हो। अब त्यो बजाउने त्यो दसैँमा बजाउने होइन बजाउने साउनमा बजाउने अथवा पानी नपरेको बेलामा बजाउने होइन। पानी आह्वान गर्न त्यसले माथि मेघको गडगडाट हुन्छ होइन। दुईवटा कारणले गडगडाट भएन भने गडगडाट होस् भनेर जिस्क्याउने त्यसलाई गडगडाट दियो भने तलबाट बेसरी बजाइदिने